आज एउटा रङ नम्बरबाट कल आएको थियो। मलाई त्यहाँबाट क्वेसन गर्यो, को बोल्नु भएको? मैले यहाँ नम्बर रहेछ, मैले हजुरलाई कल गरिहालेँ। मनको आवाज मनसम्म पुग्न कति नै टाइम लाग्थ्यो र मैले उसलाई ठ्याक्कै चिनिहालेँ। भने, लाटा, मलाई नचिनेको? चिनेर पनि किन रङ नम्बरको बहाना बनाएको? तिमीले मलाई नचिन्ने अनि मैले तिमीलाई नचिने त कुरै भएन नि भनी ठट्टामा जवाब दिए। बाहिर आकाश मजाले गर्जिरहेको थियो। झ्यामझ्याम्ती पानी परिरहेको थियो। आकाश मिल्किरहेको थियो। मानव आकाशलाई पनि मलाई जस्तै अति नै पीडा परेर एकैचोटि पोखिरहेको जस्तो। हावा चलिरहेको थियो। मौसम अलि हेर्दा डराउन लागिरहेको थियो। उसको आवाज सुन्दा मेरो वर्षौंदेखि तिर्खाएको मन पानी पाएर प्यास मेटेको झैँ भयो। मैले उसलाई बात मार्दै थिएँ। उसले भन्दै थियो, साँच्चै को बोल्नु भएको? उसको अन्जानै कल भए पनि मलाई मनमा धेरै शान्ति मिलिरहेको थियो। केही छिनपछि उसको कल चट्टै काट्यो। कुनै शब्दमा भन्दै थियो, के गर्दै हुनुहुन्छ? बिजी हुनुहुन्छ? मैले भने होइन, सुतिरहेको थिएँ, टक्कै तिम्रो कल आइहाल्यो। उसले केही नसुने चाहिँ गरी मेरो कल चट्टै राखिदिइहाल्यो। धेरै पुराना यादहरू अहिलेको झैँ भयो। मनमा धेरै प्रश्नहरू उठ्न थाले। अक्सर नपाएका कुराहरू छेरिकको लागि आउँदा रहेछन् जस्तो भयो। छिनमै उसले संसार दिएको थियो। छिनमै उसले संसार खोसिएको थियो। भनौँ, ऊ एउटा मेरो अद्भुत सपना थियो।